सायद उहाँले बुझ्नु भएको छैन होला र पनि यति मजाले लिपसिङ गरेर नाच्नु भएको छ त्यस हुन्छ क्या। त्यस कारणले गर्दाखेरि नानी बाबुहरूलाई साँच्चीकै गीत सङ्गीतमा यस्ता यस्ता कार्यक्रमहरूमा संलग्न गराएर उहाँलाई पनि नाच्नको लागि प्रेरित गराउनु भयो भने उहाँले पनि भाषा सिक्न पहिचान हो। तसर्थ हाम्रो नानी बाबुहरूलाई हामी आफू जान्दछौँ र उहाँहरूलाई पनि सिकाउनको लागि हामी not just in Nepali song but in Gurung songs and दिदीले भने जस्तो उहाँले
तिम्रो त्यो बानी लगाइदेऊ माया तिमीले कलेजी छेउखानी ओ माया चञ्चले रहेछ तिम्रो त्यो